हेटौडा उपमहानगरपालिका 19 वासुदेव स्थित खहरे खोलाले विद्यालयबाट घर फर्कदै गरेका 4 जना विद्यार्थीलाई बगाउँदा 1 जनाको मृत्यु भएको छ। 2 जना बेपत्ता भएका छन्। 1 जना विद्यार्थीको घाइते अवस्थामा उद्धार गरिएको छ। निर्मल माध्यमिक विद्यालय बस्तीपुरमा अध्ययनरत विद्यार्थी विद्यालयबाट घर फर्कने क्रममा खोला तर्दा बगेका हुन्। खोलाले बगाएका हेटौडा 19 बस्तीपुरकी कक्षा 2 मा अध्ययनरत 8 वर्षीय रोशनी स्याङतानलाई घटनास्थलबाट करिब 500 मिटर तल रुखको जरामा अड्किएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो। उद्धार गरी हेटौडा अस्पताल पुर्याएकी उनको उपचारको क्रममा मृत्यु भएको हो। सोही स्थानकी कक्षा 5 मा अध्ययनरत 11 वर्षीय सुमित्रा भोलन र कक्षा 7 मा अध्ययनरत 12 वर्षीय विनिता भोलन बेपत्ता रहेको प्रहरीले जनाएको छ। कक्षा 6 मा अध्ययनरत 13 वर्षीय सीमा भोलन भने पौडिएर खोलाबाट निस्कन सफल भएकी छन्। खोलाको बहावमा बगेपछि पौडिएर बाहिर निस्किएकी सीमाको टाउकोमा चोट लागेको र हेटौडा अस्पतालमा उपचार भइरहेको छ। विद्यार्थीहरू बाटोमा बनेको लचका तर्ने क्रममा अचानक बढेको पानीको बहावमा बगेका थिए।